जापानमा धेरै व्यक्तिहरू डिपेन्डेन्ट भिजामा हुनुहुन्छ, कोही आफ्नो बाआमाको, कोही श्रीमानको, कोही श्रीमतीको है। अब डिपेन्डेन्ट भिजाबाट चाहिँ इन्डिपेन्डेन्ट आफ्नै भिजा चाहिँ यदि गर्ने हो भने अहिलेको समय हो भनेको चाहिँ एसएसडब्ल्यू चाहिँ एउटा बेस्ट वे हो है। किनभने एसएसडब्ल्यूलाई चाहिँ अब एकाडेमिक क्वालिफिकेसन त्यस्तो चाहिन्छ। जस्तै मानिलिउँ अब अन्य भिजाहरूको लागि वर्किङ भिजाको लागि चाहिँ कि जापानको चाहिँ सेमगाको पास गराउनु पर्यो, यहाँको कि युनिभर्सिटी पास हुनु पर्यो, अथवा नेपालको ब्याचलर हुनु पर्यो होइन। तर चाहिँ एसएसडब्ल्यूलाई चाहिँ त्यो खालको एकाडेमिक क्वालिफिकेसन चाहिँ चाहिँदैन। यसमा चाहिँ के चाहिन्छ भन्दाखेरि अब जापानिज ल्याङ्ग्वेज टेस्ट जस्तै जिएलपिटी N4 अथवा चाहिँ जिएफटीमा चाहिँ 200 पोइन्ट्स ल्याउनु पर्यो। त्यसपछि स्किल टेस्ट जुन एसएसडब्ल्यूको जुन फिल्डमा आफूले काम गर्ने हो त्यो फिल्डको चाहिँ स्किल टेस्ट दिएपछि त्यसपछि कम्पनी खोजेर चाहिँ आफ्नो भिजा चेन्ज गर्न पाइन्छ। त्यसले गर्दाखेरि डिपेन्डेन्ट भिजाबाट चाहिँ आफूलाई इन्डिपेन्डेन्ट बनाउने हो, आफ्नै भिजामा चाहिँ जापानमा रहिरहने हो भने चाहिँ एसएसडब्ल्यू एउटा बेस्ट वे हो। र अहिलेको समयमा चाहिँ त्यो जरुरी पनि भइसकेको छ। किनभने अब धेरै व्यक्तिहरू जसको डिपेन्डेन्टमा बसिरहनु भएको छ उहाँको नै भिजाहरू अलि धेरै जस्तो चाहिँ अलिकति रिस्कमा भइरहेको छ। त्यो भिजाहरू चाहिँ रिन्यू नहुने हो कि भन्ने कुरा डरहरू भइरहेको छ। त्यसले गर्दाखेरि इनकेस अब आफ्नो बाआमाको यदि डिपेन्डेन्ट छ, आफ्नो श्रीमानको श्रीमतीको डिपेन्डेन्ट छ र उहाँको भिजा रिन्यू भएन भने आफू पनि सर्लक्क फर्कनु पर्ने हुन्छ। त्यो कुरा हुन नदिनको लागि चाहिँ अहिलेदेखि नै होइन एसएसडब्ल्यूलाई चाहिँ तयार गर्नु, समय हुँदा नै तयार गर्नु, आफ्नो भिजा अलि बाँकी रहँदै तयार गर्नु। किनभने एसएसडब्ल्यू भन्ने पनि त्यति सजिलो छैन होइन। जो डिपेन्डेन्टमा हुनुहुन्छ, जसले चाहिँ ल्याङ्ग्वेज क्लासहरू पढ्नु भएको छैन उहाँलाई त अझै गाह्रो हुन्छ। उहाँले चाहिँ ल्याङ्ग्वेज क्लासबाट सुरु गर्नुपर्ने हुन्छ। ल्याङ्ग्वेज पढिसकेपछि त्यसपछि बल्ल स्किल टेस्टको लागि चाहिँ क्लासहरू लिनुपर्ने हुन्छ। त्यो बेला समय धेरै लाग्छ। त्यसले गर्दाखेरि अहिले नै समय भएको बेलामा होइन अलिकति समय निकालेर चाहिँ क्लासेसहरू लिनु है। त्यसले गर्दा अब भाषा क्लासको लागि त्यसपछि स्किल टेस्टको क्लासको लागि चाहिँ हामीले अनलाइन क्लासहरू लिइरहेको छौँ। डिटेलमा यदि बुझ्नु छ भने इन्भेस्ट गर्नु होला। म चाहिँ राम्रोसँग सम्झाइदिनुहोस् है त।